सक्षम कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रको दिव्य ज्योति समूहको चाहिँ सदस्य, यही समूहको सदस्य हो म। अनि त्यसको साथसाथै कौलेती वनको नि सदस्य छु। त्यो नि समूहै हो एउटा, अब बचत गर्ने गरिबै भनेर छनौट गरेर राखेको समूह हो त्यो पनि, त्यसको नि सदस्य छु, त्यहाँ पदमा छैन। अनि अब निगरानी समूह यस्तो समूहहरूमा त छु 2-4वटामा, त्यो सबैमा समूहको सदस्य नै छु गाउँको चाहिँ। अनि स्कुलमा यही समूहबाट दिव्य ज्योति समूहबाट स्कुलसम्म गइयो, अनि पिटिओको सदस्य हो फेरि त्यहाँ पनि। अनि त्यो साथसाथै अनि महिला अधिकार मञ्च हटिया गाविसको जिल्ला हटिया गाविस सञ्जालको अध्यक्ष बसेको छु, त्यो अध्यक्षको पदमा छु। अनि त्यसको साथसाथै अनि जिल्ला सञ्जालको अध्यक्ष छु। म आफैमा आएको चाहिँ अब यो समूह नबस्दाखेरि मलाई एकदम परिचय दिन नि अप्ठ्यारो लाग्थ्यो। अनि म यस्तो गरिब मान्छे, अब धनी व्यक्तिहरू अथवा अलि ठुलो मान्छेहरू भएको ठाउँ जान हुँदैन जस्तो लाग्थ्यो हामीलाई। अनि अहिले चाहिँ म होइन रहेछ जानुपर्छ भनेर यसमा आएर परिचय दिन सिक्ने, नाम भन्न सिक्ने, अब जस्तै सरहरू जस्तो आउँदाखेरि बोल्न सक्ने भइयो यही समूह सक्षम कार्यक्रम आएको भएर। अनि स्कुलसम्म गइयो, अनि स्कुलमा अभिभावक भेला अथवा पुनर्गठन के समिति पुनर्गठन गर्ने दिन थियो, त्यसमा अनि हामी आफै गयौँ। त्योभन्दा अगाडि चाहिँ कहिल्यै अभिभावक भेला अनि के अरे म जान्छु जस्तो लाग्दैन थियो। चिठी आए पनि श्रीमान जानुहुन्छ, म जान्न जस्तो लाग्थ्यो, जान एकदम लाज लाग्थ्यो, अप्ठ्यारो लाग्थ्यो आफ्नै बच्चाहरू पढ्ने स्कुलमा नि। अनि म आफैमा परिवर्तन आएको चाहिँ त्यसरी। अनि गयौँ पोहोर यही समूह बसेर भर्खर 2-4 महिना मात्रै भएको थियो। अनि यहीँबाट समिति स्कुलको व्यवस्थापन समितिमा नि सकिन्छ भने बस्नुपर्छ है भनेर यहाँ माइनटमा एकदम लेखेर हाम्रो टिप्पणी गरेको थियो छलफल भएर, त्यही भएर अनि हो बस्नुपर्छ हामी जस्तो लाग्यो। अनि गएर अभिभावक भेला लाग्दैन, दिनभरि बस्यो सुनेर। अनि सबै महिला दिदीबहिनीहरू अब घरकै काम बित्यो, कसले सुनिरहोस् यस्तो छलफल। अब बेलुका भइसक्यो, यो छलफल यत्तिकै हुने भयो, अब जान्छौँ घरमा जानुभयो। हामी यहीँको मिना अधिकारी र म चाहिँ हामी 2जना बेलुकै साँझ पर्दा पनि हामी होस् बित्यो नि बित्योस् काम, भोलि गरौँला। अब खानासाना बनाउनुहुन्छ, छोरीहरू नि गइहाले स्कुलबाट घर भनेर हामी बसिरह्यौँ। अनि यति नै खेरतिर भयो, अनि हामी पनि बस्छौँ समितिमा। त्यहाँ जस्तै राजनीति चले जस्तो यस्तो गफ भयो कि यो स्कुल शून्यमा झर्छ, अब के को +2 चल्थ्यो नि स्कुल, अब 7 वर्षभित्रमा यो स्कुल झन् चल्दैन भने जस्तो एमालेको एकदम यहीँको नेताले त्यसो भन्नुभयो। अनि हामीलाई दिउँसै उहाँले लाउनु भएको भाषणमा एकदम चित्त बुझेन। अनि हामीले किन यस्तो राजनीति चलाउनु भयो स्कुल जस्तो ठाउँमा, स्कुल भने सबैको साझा फुलबारी हो, यहाँ आएर राजनीति चलाएर अनि त्यो भाषणले अब गाउँभरि सबैले सहयोग गरेर राम्रो स्कुल बनाउँछु भन्नु पर्ने थियो, तपाईँ शून्यमा झर्छ भन्न के गरिसक्नुभयो, तपाईँ नेताहरूले सहयोग गरिदिए त स्कुल राम्रो भइहाल्थ्यो नि, अहिले चाहिँ कसरी शून्यमा झार्छु भन्नुहुन्छ भनेर। अनि हामीले त्यहाँ जवाफ लाएको भएर यही दिदीबहिनीलाई राख्नै पर्छ यहाँ समितिमा 2जनालाई भनेर। अनि हाम्रो सरले हेडमास्टरले नै भन्नुभयो हो हामी बस्छौँ, बस्न पनि खोजे। अब त्यही भएर दिनभरि हामी यहाँ बसिरहेछौँ, उहाँहरूको भाषण सुनेर भन्यौँ, हामीले उहाँलाई जवाफ ला भएर अनि त्यहीँ बसियो। अनि त्यसरी समिति यहाँ बस्दै अब फेरि अनि यही समूहबाट अब के अरे गाविस स्तरीय महिला सञ्जाल गठन गर्नु पर्यो भनेर हामी गाविससम्म गयौँ। अनि म गएँ, समूहको एक-एकजना छानेर गइयो, दिव्य ज्योति समूहबाट म गएँ। अनि मास्तिर कोसानको समूहबाट उहाँ अस्मिता बहिनी जानुभयो। यस्तै गरी समूहै पछि हाम्रो पालेबाट 3जना गइयो। अनि 3जना म अध्यक्ष, ऊ चाहिँ उनीहरू सदस्य बस्न सफल भयौँ। यसरी म आफैमा नि त्यस्तो परिवर्तन, अनि यहाँसम्म आउन सकिँदो रहेछ बसेपछि जस्तो भयो। अनि त्यसरी फेरि जिल्ला अब कार्तिकमा यो गाविस स्तरीय महिला सञ्जाल बन्यो। अनि फेरि पुसमा अनि जिल्ला स्तरीय महिला सञ्जाल बन्ने भएछ, पुनर्गठन हुने कार्यक्रम रहेछ। अनि मलाई खबर आयो आउनु पर्यो टौरा भनेर। अनि उहाँ दिदीहरूले नै अनि समूह छलफल गर्दा आफ्नो हटिया गाविसबाट एउटा सदस्य भने नि बस्नुपर्छ है, मकवानपुर जिल्ला सञ्जालको पनि सक्छौ भने सदस्य बस्छ, होइन भने सक्छौ भने अध्यक्ष बस्छ, होइन भने सदस्य भने नि बसेर आऊ भनेर पठाउनु भयो मलाई। अनि त्यहाँ अब त्यस्तै पुनर्गठन कार्यक्रम भयो। अनि को बस्ने नाम टिपाइयो गाविसै पछिको एक-एकजनाको, 21वटा गाविसको। अनि को बस्नुहुन्छ त अब यो 21जनाबाट के अरे 9जनाको समिति बनाउने, अध्यक्ष को बस्ने भन्दा कोही पनि बोल्नु भएन। 10 मिनट जति कुर्दाखेरि कोही बोल्नु भएन। अनि म आफैले अब अरू बोल्नु भएन, बस्छु म भनेर आँट गरेँ म आफैबाट। अनि म बस्छु रिता लेख्नु नाम भनेर मैले नाम लेख्न लाएँ।
अनि बस्न आँट गरेँ जस्तो जान्छु त्यस्तै चलाउँदै लैजाउँला बस्छु सिक्दा त जान्नेलाई नि भने अनि त्यसरी त्यो कार्यक्रम 8 गते त्यस्तो भएपछि अनि लगत्तै 11 गते काठमाडौँ जानुपर्ने कार्यक्रम भयो फेरि अब हुन त भर्खरै सञ्जाल बन्या हो त्यति अब कुनै पनि के अरे मुद्दाहरू अथवा अप्ठ्यारा कुराहरू गाउँको गाविस स्तरीय सञ्जालमा नि आइरहेको छैन अहिलेसम्म निवेदन आएको छैन अनि जिल्ला स्तरमा यसै झन् भर्खरै भने त्यो आएको छैन निवेदनहरू हामी महिला सञ्जाललाई त्यस्तो कुरा त लानु पाएको छैन भए पनि आफ्नै जिल्लाको मकवानपुर जिल्लाको चाहिँ कुरालाई म आफैलाई अब यस्तो भन्छु मेरो जिल्लाबाट भन्ने मलाई एकदम भित्रैबाट आएको हुनाले हुन त अब होला नहोला भयो नि आरती त्यो चाहिँ पोख्छु म जनतालाई यसरी किन घुमाउँछन् नेताहरूले जस्तो लाएर मैले अब त्यो 11 गतेको कार्यक्रम जुन अब जेठ 14 गते साँच्चै नयाँ संविधान बन्छ त्यो संविधानमा महिलाको अधिकार समेटिन्छ के अरे महिला पुरुष अब सबै बराबर भन्ने खालको संविधान बन्छ नयाँ संविधान अवश्य बन्छ भन्ने कार्यक्रम रहेछ त्यहाँ गएर मैले बुझ्दाखेरि राष्ट्रिय सञ्जालको कार्यक्रम हो त्यो राष्ट्रिय स्तरको सञ्जाल अनि त्यसमा गइयो अनि गएर त्यहाँ सहभागी हुन पाएँ खुसी लाग्यो अनि त्यसमा अब म 35वटा जिल्लाको सहभागी थियो बोल्ने मौका त एकदम थोरै थियो एक दिनको कार्यक्रम हुनाले भए पनि अब 4-5वटा जिल्लाको दिदीबहिनीहरूले राख्नुभयो प्रश्न पहिला अनि उहाँ त्यो कार्यक्रमको जुन मूल अतिथिज्यूहरूले भन्नुपर्ने कुरा भनिसकेपछि जिल्लाकोले भन्न पाउने मौका आएपछि राख्नुभयो दिदीबहिनीहरूले कुरा अनि कसैले नागरिकताको सवालको प्रश्न राख्नुभयो नागरिकता किन यसरी विदेशी श्रीमान भयो भने नेपाली केटी हुँदाखेरि किन नागरिकता बन्न हुँदैन नेपाली नै भनेर त्यो श्रीमानलाई भन्ने यस्तो पनि प्रश्न राख्नुभयो कसैले अनि कसैले अब के अरे अब यस्तो एकल महिला वृद्ध भत्ता यस्तो दलित भत्ता सम्पूर्ण यस्तो जोडेर नि भन्नुभयो कुनैले जिल्लाको के त्यसरी राख्नुभयो अनि उहाँहरू सबैलाई अब समय सिद्धियो नलम्ब्यौँ अरू जिल्लाले बोल्ने मौका पाउनु भएन भने जस्तो कुरा आयो त्यहाँ अनि फेरि हाम्रो जिल्ला त छुट्यो नि त भने जस्तो मलाई लाग्यो कि एकदम मलाई भित्रैबाट सोची म आफैले अनि के अरे दिदी म पनि अलिकति राखौँ कुरा भनेर मैले हाम्रै राष्ट्रिय स्तरको सदस्य हुनुहुन्छ राष्ट्रिय सञ्जालको भयो दिदी अनि उहाँलाई सोध्नु राख्नु न मौका पाएछन् भन्नुभयो अनि म आफैले 5 मिनट जति चाहिँ समय थप्नु पर्यो खाना बरु अलि ढिलो खाउँला नि त के अरे के हुन्छ र हाम्रो मकवानपुर जिल्लाबाट नि म 2-3टा कुरा राख्छु छोटकरीमा भने अनि मैले हुन्छ राख्नुहोस् भन्नुभयो अनि मैले के अरे अब साँच्चै त हजुरहरूले संविधान बन्छ भनेर त नेताजीहरूले भनिरहनुहुन्छ के अरे एकदमै भन्नुहुन्छ भाषण मात्रै लाउनुहुन्छ के अरे संसद भवन त्यही हुन्छ कुरा खुट्टा तान हुने मात्रै हो अब मन्त्री बन्ने मेरो पालो सिद्धियो अब यो पार्टीको बन्न नाम चलाउनु पर्छ दाम कमाउनु पर्छ यस्तो भने जस्तो गर्ने पालो मन्त्री खानी मात्रै बाटो हेर्नुभएको छ 2-3 वर्ष बित्यो यसै 4 वर्ष बित्न थालिसक्यो 2 वर्षको संविधान भने आखिरी संविधान बनेन अब 14 गते चाहिँ कसरी बन्छ साँच्चै 14 गते नेपालको मूल कानुन संविधान लेखिन्छै भनेर भन्नुभएको रहेछ के साँच्चै लेखिन्छ त यो ठोक्का दिन सक्नुहुन्छ कसरी लेखिन्छ यो जनतालाई आँखामा छारो हाल्नुभएको कि जनताले भनेको कुरा चाहिँ यो कानले सुन्ने अर्को कानले उडाउने गर्नुहुन्छ कहिले चाहिँ सुन्नाइ भएर महिला पुरुष के अरे विपन्न दलित गरिब अब पछाडि परिएका महिला अपाङ्ग बाल अधिकार सबै समेटेर संविधान साँच्चै बन्छ अब बन्नै पर्छ नत्र भने सोझा छ गाउँको जनता गाउँ ठाउँको जनता खपेर बस्दैनन् अब सोझा छैनन् जनता उडलेर आउँछौँ हामी लिएर आउँछौँ महिला दिदीबहिनीलाई उरालेर भेलबाडी आए जस्तरी हामी ल्याउन सफल हुन हामी त्यति आँट भइसक्यो अब सोझो छैनौँ हामी तपाईहरूले यसरी जनता सोझो छन् भनेर जनतालाई हेप्ने बाटो नगर्नुहोस् के अरे के बन्छ अब हाम्रो कानुन के हजुरहरू जहिले पनि 14 गतेलाई मिति सार्नुहुन्छ 14 अङ्क सुनेरै डराउनुहुन्छ कि के हो नेताजीहरू पनि भनी मैले मलाई त्यतिखेर डर पनि लागेन मलाई हाँसो नि उठेन मैले आफ्नै पारामा भनिरहेँ हुन त सभासद दिदीहरू नि हुनुहुन्थ्यो खेमराज देवकोटा अब पवित्रा दिदी पुष्पा दिदी सम्पूर्ण हुनुहुन्थ्यो मलाई डर लागेन उहाँहरू भए पनि सबै गरिब धनी गरिब बराबर खालको संविधान बनाउँछौँ नेपाललाई सिङ्गापुर बनाउँछौँ भनेर त माओवादीले त भन्नुभएको चुनावको अगाडि अनि त्यो कसरी सिङ्गापुर बनाउने त्यो सुकुम्बासीपुर चाहिँ बनाउने भइसक्नु भएको जस्तो पनि एकदम हामीलाई लाग्छ कि जति सोझो भए पनि
अनि नेताले यस्तो गर्नुहुन्छ त्यो संसद भवनभित्र मात्रै सीमित हुनुभयो 14 अङ्कैदेखि डराउनु भएको हो कि जब 14 गते आउनलाई 8-9 दिन बाँकी हुन्छ अनि चाहिँ ओहो अब जनता कराउँछन् है संविधान लेख्ने भन्नुपर्छ अथवा मिति थप्ने भन्ने हो कि के भन्ने हो भनेर तपाईँहरूको छलफल हुन थाल्छ नत्र त आफ्नै पदमा बस्ने हो मन्त्री खाने हो त राजीनामा दे म बन्छु अब मन्त्री तेरो पालो सिद्धो मेरो नाम चलाउनु पर्छ भनेर जस्तो एकदम त्यहाँ भवनभित्र त्यही मात्रै हुन्छ त्यति भन्दा अरू केही काम गर्न सक्नुहुन्न अब जनता सोझो छैनन् उर्लेर आउँछौँ हामी गाउँ गाउँबाट अब के अरे सभासद दिदीहरू 157 जना हो 97 जना हुनुहुन्छ उहाँहरूलाई हामी साथ सहयोग दिने हामी यसै गाउँ गाउँको महिलाहरू भयो भने सहयोग दिन्छौँ तपाईँहरूले यो कुरा एकदम संसद भवनभित्र राखिदिनुहोस् 50 मन्त्री सत्तामा गइसक्नुभयो भत्ता मात्रै खाएर बस्ने हो कि साँच्चै संविधान बनाउने हो कि भने जस्तो यही भन्दै अब मेरो जिल्लाको कुरा यति नै टुङ्ग्याउँछु भने मैले यसरी यति चाहिँ राखेँ।